यो चित्र म बनाएको छु। हजुरहरूलाई कस्तो लाग्यो होला? यदि राम्रो लागेछ भने लाइक, कमेन्ट र शेयर फलो गरिदिनु होला र मेरो मनोबल बढाइदिनु होला है। धन्यवाद हजुरहरूलाई। र यदि हजुरहरूलाई आफ्नो फोटो पनि बनाउनु मन लागेको छ भने तपाईहरुले मिठो कमेन्ट गर्नु होला र म तपाईहरुको पनि यस्तै चित्र बनाएर हैन यही फेसबुक, युट्युब र टिकटक, इन्स्टाग्राम मार्फत तपाईहरु सामु पुर्याउन सक्छु। अनि मेरो युट्युबको नाम पनि उही हो, आर्ट बोय बीकेएम। फेसबुकको त्यही हो, टिकटकमा नि त्यही हो र इन्स्टाग्राममा नि त्यही हो। तपाईहरुले यदि मन लागेको छ भने मलाई यसो भिडियोमा लाइक, कमेन्ट गर्नुस् र मिठो कमेन्ट जुन मान्छेले एकदमै सबैभन्दा राम्रो कमेन्ट गरेको छ हैन उहाँको चाहिँ भिडियो सबैभन्दा पहिला बन्ने छ। र सायद मैले भिडियो त धेरै बनाएको छु यस्तो आर्टहरु, खै साथीहरुलाई मनै पराउँदैन कि के हो कसो, सपोर्टै पाइदैन अहिलेसम्म हैन। त्यही भएर भ्युज पनि आउँदैन त्यति राम्रो, केही पनि आउँदैन। थोरै थोरै भ्युज आउँछन् अहिले, आजभोलि युट्युबमा अलिअलि आउन थालेछन्, उस्तै टिकटकमा नि। फेसबुकमा त अहिले पनि राम्रो भ्युज आएको छैन। तर तपाईहरुको सपोर्टको खाँचो छ। यदि तपाईहरुले राम्रोसित सपोर्ट गरिदिनुहुन्छ भने पक्कै भ्युज आउँछन्। तपाईहरुकै हातमा हो मेरो प्रतिभालाई अगाडि बढाइदिने हो कि नबढाइदिने हो भनेर। ल त है, अहिले पनि म बनाउने प्रयास गर्छु राम्रो, तर खै कस्तो बन्छन् मलाई त म आफै बनाएको आफै थाहा हुँदैन कि मैले कस्तो बनाइरहेको छु र कस्तो बनिरहेको छु भनेर। तपाईहरुको प्रतिक्रियाले मात्र थाहा हुन्छ कि यो राम्रो छ कि छैन भनेर। त्यही भएर प्लिज तपाईहरुले मेरो भिडियो हेरेर लाइक, कमेन्ट हैन गरिदिनु होला र म त्यही कमेन्ट सबैको पढ्छु, कमेन्टको जवाब पनि दिन्छु। अनि कमेन्ट जसको सबैभन्दा राम्रो हुन्छ उहाँको फोटो चाहिँ उही दिन बन्छ, भिडियो हालेकै दिन, र उसको भोलिपल्ट चाहिँ उहाँ ती मान्छेका भिडियो बनेर अपलोड हुन्छन्। त्यस्तो छ ल है। तर सायद साथीहरु मलाई बोल्न पनि आउँदैन त्यति राम्रोसित। आज फर्स्ट चोटी हैन आफ्नो आवाजमा भिडियो बनाउँदै छु, नत्र कुनै सङ, कुनै म्युजिक हालेर बनाउँथे अनि त्यो म्युजिकहरुमा कपिराइट के दिइहाल्छन् के। त्यही भएर आज चाहिँ मैले ट्राई गरेको मात्र हो यस्तो बोलेर, र मैले बोलेको पनि राम्रो हो कि होइन, यदि बोल्नुमा मिस्टेक भएछ भने माफ गरिदिनु होला साथीहरु। किनभने यस्तो फर्स्ट चोटी बोल्दा त हुन्छ कस्तो हैन। अब यस्तै बोल्दै जाँदा धीरे बिस्तारै त सबै बोल्न पनि आइहाल्छन् होला। र तपाईहरुले यसो सपोर्ट गरिदिनु, मैले बनाएको प्रतिभालाई माया गरिदिनु। ल त है, हस्त हजुर, धन्यवाद। Thanks for watching me full video everyone, friends, and like, comment and share please bro, please like, comment and share, please support। र साथीहरु कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि भन्नु होला।